सम्पूर्णमा शुभ बिहानीको शुभ प्रभात सँगसँगै शुभ दिन। यति बेला चाहिँ म रूपातालतिर जाँदैछु। रूपा गाउँपालिका प्रस्थान गरेँ। म चाहिँ मेरो गाउँ यति बेला। अब चाहिँ हामी यता रूपातालतिर प्रवेश गर्दैछौँ। र चाहिँ म आजको बिहानीमा माछा लिन जाँदैछु। यता जुन रूपाताल समितिमा यसरी उता काम भइरहेको छ। यो चाहिँ रूपाताल चेक ड्यामको, यो चाहिँ जुन हाम्रो यो पोखराको 8 ताल मध्येको यो एक ताल रूपाताल। सिमसिम पानी परिरहेको छ यति बेला। बाटो भने एकदम घुमाउरो चढिन्छ बढी मात्रामा। यता बाटो चाहिँ राम्रो छ फेरि एकदम। रूपाताल आइपुगेको छ। प्रगतिको काम भएर आएको छ रूपातालको यो चेक ड्याम। यहाँदेखि चाहिँ थोरै अफरोड छ। यो चाहिँ अफरोड भएको त्यस्तो खालको अफरोड होइन कि एकदम राम्रो खालको छ। जुन यो ग्याबिङ भएको यो चाहिँ टिप्परहरू एकदम बढी मात्रा हिँड्ने भएर चाहिँ यहाँ थोरै तीमा चाहिँ यो पिच नगरेको। अब यो काम सक्यो, चेक ड्यामको काम सकेपछि चाहिँ यहाँ पिच हुनेछ यसमा चाहिँ। र जुन यो पिचको र यो चेक ड्यामको ठेकेदार विक्रम पाण्डे चितवनदेखि। अब रूपाताल देख्न सकिन्छ हामीले यसरी। यो हाम्रो पोखराको यो जुन 8 ताल मध्येको यो एकदम रमणीय यो एक ताल पनि हो रूपाताल। कतिपय साथीहरूले सुनिसकेका छ होला। यो थोरै हिरोमा चाहिँ पानी परेर अहिले यति बेला। अब चाहिँ म यहाँ रूपाताल समिति माछा सङ्कलन केन्द्रभित्र प्रवेश गर्दैछु। ल